एकदम हामी यो मुस्ताङ जोमसोममा केही सरकारी कार्यालयको चाहिँ स्थलगत अध्ययन गरेर तथ्याङ्क सङ्कलन गरेपछि हामी जोमसोम बजार हुँदै हामी तातो पानीसम्म आजको यात्रा हुनेछ। बिचमा हामी एउटा ताल पनि घुम्न जाने जस्तो प्लान छ र हाम्रो सबै साथीहरू यहाँ अलरेडी बसिसक्नु भएको छ। हाम्रो कृष्णबहादुर खत्री सर लेखा परीक्षण अधिकारी, सम्मु गैरे सर उहाँ पनि लेखा परीक्षण अधिकारी, त्यस्तै हाम्रो सुमित्रा महर्जन हाम्रो महालक्ष्मी नगरपालिकाको वरिष्ठ लेखा अधिकृत, हाम्रो एकदमै पाको सर हुनुहुन्छ, रिम सर अब हाम्रो ठाडा मगर उहाँ पश्चिमको एकदमै हाम्रो खड्गबहादुर साई सर हाम्रो सिनियर उहाँ होइन पाको हामी मध्येको पनि पाको एकजना हुनुहुन्छ अनुभवी, उहाँसँग हिँड्न पाउँदा हामी आफैलाई चाहिँ म आफै अलिक मान्छे खुसी लागेको छ। र नवराज पण्डित सर कोलैनीका सिंहदरबार उहाँ छुटाउनै नहुने नाम, हाम्रो दीपक प्रसाद पन्थी गुल्मीको प्रतिनिधित्व गर्दै उहाँ लेखा परीक्षण अधिकारी, र अर्को हाम्रो पाको हाम्रो अभिभावक जस्तै हाम्रो जनक प्रसाद दुलाल सर मलेनीका वैदेशिक शोध भर्न शाखाको लेखा अधिकृत, र हाम्रो अर्को पूर्णबहादुर शाही उहाँ झन् हाम्रो चन्दननाथ नगरपालिका जुम्लाको अधिकृत हुनुहुन्छ र उहाँ सिनियर, उहाँसँग पनि हामी हिँड्न पायौँ, खुसी लागेको छ। हाम्रो परराष्ट्रका चाहिँ लेखा अधिकृत बसन्त जितेन्द्र गिरी सर एकदमै छुटाउनै नहुनुको छुटियो भने नेपालको परराष्ट्र मामिलामा केही समस्या आउन सक्छ मिलाएर। ल बिबी राई आइरहेको छु नि हाम्रो। ल कहाँ प्रभुलाई छुटाउनु भनेको त श्री कृष्ण भगवानलाई छुटाउनु पनि हो। प्यारो भाइ प्रभु मधेसको प्रतिनिधित्व एकजना मात्रै हुनुहुन्छ, प्रभु नारायण यादव राई सर हुनुहुन्छ। दुईजना यो एडिट गरेर मेरो भिडियो हाल्नु सर। भोक लाग्यो अघि दिएको यो त नजिकै छ त। ओहो म त सक्छु यो त, आमा चढेपछि मात्रै अब हुन्छ। यो त नजिकै छ त। ओहो म त सक्छु यो त। ग्लेसियर ल भिडियो। हेलो सर, हामी अहिले कहाँ हो? कागबेनी नदीको किनारामा अलि जल अर्पण गर्न आएको छु। एकदमै राम्रो यही भिडियो। हेलो ल ल ल ल हेलो ल ल ल ल ल ल हेलो ल के ल ल
केटालमा 108 धारामै नहेर्नु के आयो लो भोग सर हजुर यही गाडी ल सेल्फी दादा ल के भयो ल ल थुप्रैवटा खिच ल ओके ल ओडामा हाल्नु होला थाहा छ ल ल यसरी ल लु लु खतरा ल लाइट आफ्नै आँखामा आइरहेको छ ल अर्को पनि थोरै लिइदिउँ न ओ ये आई यहाँ हो र के यतादेखि यही डाँडा वारीको माथि सुत्छ चस्मा देख्नु भएन के पल्लो डाँडोमा पल्लो डाँडोको यही यसको सिधा लास्टतिर हेर्नु दाजु ल ओके ल 1 2 3 गो ल ये हाय हाय ल है तपाईँलाई छुटो भने त सबै चिज भिडियोले महत्त्वै राख्दैन ल मान्छे बोक्नु पर्ने ओ कैलाश कैलाश हेर्नु छ कैलाश त्यो माथिको सेतो ओहो ल कैलाश ओहो हो ल ल ल हो हो ल
धोको छ हजुर त्यहाँ गएर टोइलेट सइलेट गर्नुभयो त्यसो गर्छु म यसो यो सामानले यो के गरेको रहेछ भन्ने गतिविधि लागौँ हैन ल है मान्छे आउँ है हामी ढिलो भयो उति हामीलाई गाह्रो हुन्छ एउटा हाम्रो समय गाह्रो हुन्छ दोस्रो हावा चल्दै जान्छ हाम्रो स्वास्थ्यमा पनि प्रतिकूल असर पर्न जाने हुन सक्छ लागौँ हजुर ल लागौँ नौकासर वासन जानुभएको होला पनि हुन्न सलाई चाहिन्छ सलाई छैन यता बेच्न मिल्दैन यही हो मन्दिर किने हामी आएको है ल हाम्रो सरले यति बनाइसक्यो कति देखिने हो देखिन्छ सर सरलाई धन्यवाद मुखनाथको यसो हाम्रो भिडियो बनाएर प्रचार गरिदिनु राइटरलाई धेरै धेरै मुक्तिनाथले बसे करिब 1.5 घण्टा म पैसाको हजुरको नम्बर खोज्छु मेरो बुढी मम्मी छ त्यहाँबाट हजुरलाई यो ल्याउन आउँदो रहेछ भने बुझिएको छ 80 वर्षको मम्मीलाई म फोन पुरा गर्छु त्यही हो किनभने म नम्बर दिएर खडक साइड नहो मेरो म यो साइड बोर्डो हुनुपर्ने हो तालिम नदियो भने नभए तालिम हामी च्यानलमा आउने हो युट्युब च्यानलमा जोड्नु है ल जोड्नु है जय श्री नारायण जय श्री हाम्रो जनक दाइ पनि आउनु पर्यो सबै आउनुहुन्छ ल हाम्रो जनक दाइ पनि युट्युब च्यानल हो फोटो नि आउँछ दुईटै आउँछ आयो फोटो पनि आयो I can grab this. भिडियो बनाउन एकदम हुन्छ अगाडि गएर बनाइहाल्नुहुन्छ हाम्रो युट्युबमा अब हामी आइहाल्छौँ र म पनि अब बलिउडमा पहिला देखिदिएँ कृति दादा झन् पहिला हेरेँ यहाँ रेस्ट गर्दै
हेलो ल ल ल यस्तै छ हुन्छ हुन्छ ल एकचोटि मर्निङको एकछिन बुझ्नुभयो रेस कर लीजिए आप रेस का